बालबालिकालाई कति पानी दिने त? उमेर अनुसार, तौल अनुसार र मौसम अनुसार हामीले चाहिँ पानी पिउन दिनुपर्ने हुन्छ। अब एक त बच्चाहरू एकदम चकचके हुने, खेल्नेमा नै व्यस्त हुने हुन्छ, उनीहरूले पानी खान नै बिर्सिन्छन् हैन। त्यही भएर पनि आमा बुवाले चाहिँ आफैले पनि सम्झी चाहिँ पानी दिनुपर्ने हुन्छ। अब म मोटामोटी कति पानी दिनुपर्छ भनेर चाहिँ म मौसम अनुसार भन्छु। अब युजली गर्मी मौसममा चाहिँ कस्तो हुन्छ, एकदम धेरै पसिनाहरू आउने भएको भएर चाहिँ हाम्रो शरीरबाट चाहिँ पानी धेरै खेर जान्छ हैन। त्यही भएको कारणले युजली 1 देखि 3 वर्षको बच्चाहरूमा चाहिँ हामीले चाहिँ 5 देखि 6 ग्लास पानी दिनुपर्छ भने 4 वर्षदेखि 9 वर्षको बच्चाहरूमा चाहिँ 7 देखि लगभग 8-9 ग्लास पानी दिनुपर्छ र 9 वर्ष भन्दा माथिको बच्चाहरूलाई चाहिँ लगभग 9 देखि 10 ग्लाससम्म चाहिँ पानी पिउन दिनुपर्ने हुन्छ। अब जाडो महिनामा चाहिँ कति दिने त हैन। अब जाडो महिनामा पनि युजली बच्चाहरू चिसो भएको कारणले अथवा पानी चिसो भएर अथवा पसिना कम भएको कारणले पानी पिउन मान्दैनन्। तैपनि जाडो महिनामा पनि हाम्रो शरीरबाट सासहरू फेर्दा र पिसाबबाट चाहिँ शरीरबाट चाहिँ पानी खेर गइरहेको हुन्छ। सो जाडो महिनामा चाहिँ एटलिस्ट अघि जुन मैले गर्मी महिनामा कति पानी पिउन दिने भन्ने त्यसकै 20 देखि 30% घटाएर चाहिँ दिँदा धेरै राम्रो हुन्छ।